यो स्ट्राटेजी फलो गरेर एनीवन क्यान एचिभ 90% साइन्स। साइन्समा राम्रो स्कोर ल्याउनलाई पुरा बुक घोक्नु नै पर्छ भन्ने सोच्छौ भने तिमी गलत स्ट्राटेजी युज गर्दैछौ। आफ्नो टाइमलाई वेस्ट हुनबाट बचाउन चाहन्छौ र साइन्समा राम्रो गर्न चाहन्छौ भने यो गधा स्ट्राटेजी फलो गर्न बन्द गरिदेऊ। यसको लागि स्मार्ट स्टडी र एक्टिभ प्र्याक्टिस चाहिन्छ। त्यसैले यो स्ट्राटेजी फलो गर। नम्बर 1, कन्सेप्ट पहिला, रट्टा पछि। हरेक टपिक किन र कसरी भनेर बुझ। जब कन्सेप्ट क्लियर हुन्छ एन्सर लेख्न सजिलो हुन्छ। नम्बर 2, एक्टिभ रिकल गरेर पढ। कन्सेप्ट पढिसकेपछि बुक बन्द गरेर आफैलाई क्वेसन सोध। मेमोरीबाट रिकल गर्दा बढी इफेक्टिभ हुन्छ। नम्बर 3, पास क्वेसन पेपर सल्भ गर। प्रिभियस इयर्सको क्वेसनहरू प्र्याक्टिस गर। यसले क्वेसनको प्याटर्न, रिपिटेड कन्सेप्ट र आफ्नो विक एरियाज आइडेन्टिफाई गर्न हेल्प गर्छ। नम्बर 4, न्युमेरिकल र डेरिभेसन डेली प्र्याक्टिस गर। फिजिक्स र केमिस्ट्रीको न्युमेरिकल हेरेर बुझिँदैन, यसलाई सल्भ गर्नु नै पर्छ। अनि हरेक डेरिभेसनहरू स्टेप बाई स्टेप प्र्याक्टिस गर। नम्बर 5, नोटबुक बनाऊ। नर्मल नोटबुक होइन, मिस्टेक नोटबुक। प्र्याक्टिस गर्दा भएको मिस्टेक, बिर्सेको फर्मुला र कन्फ्युजिङ कन्सेप्टलाई एउटा नोटबुकमा लेख र रिभिजन गर्दा पहिला यही नोटबुक नै हेर। नम्बर 6, स्पेस रिपिटेसन फलो गर। आज पढेको कुरा डे 1, डे 4, डे 7 र डे 15 मा रिभिजन गर। एकै दिनमा घोकेर बस्नु भन्दा यसरी इन्टरभलमा पढ्दा पढेको इन्फर्मेसन कन्सेप्टहरू लङ टर्मसम्म स्टोर हुन्छ। यदि तिमीले आफ्नो स्टडीलाई इफेक्टिभ बनाउन चाहन्छौ भने तिमी हाम्रो WhatsApp ग्रुपमा जोइन हुन सक्छौ। त्यहाँ तिमीले मोटिभेसन, काउन्सिलिङ, गाइडेन्स सम्बन्धी फ्री सेसनहरू पाउँछौ। यदि तिमीलाई यो भिडियो मन परेर फ्युचरमा यस्तो भिडियो हेर्न चाहन्छौ भने यो एकाउन्टलाई फलो गर, किनकि म यो 2083 एउटा मिसनमा छु। 1 लाख स्टुडेन्टको स्टडीलाई इफेक्टिभ बनाउने विथ अ पार्ट अफ माई जर्नी एन्ड लेट्स गेट बेटर टुगेदर।